थापागाईको नमस्कार। आज साझा सवालमा हामी संघर्षशील महिलाका सफलताका कुराहरू सुन्दैछौँ। यसका लागि हामीसँग स्टुडियोमा 40 जना सहभागीहरू हुनुहुन्छ। कार्यक्रमको सुरुवातमा हामीले उद्यमी महिलाको कुरा सुन्यौं। अब उद्यमका विषयमा हामी थप कुराकानी गरौँ। म कल्पना लिम्बू, मेरो जन्म 5 थर घर ताप्लेजुङ। अहिले मेरो व्यवसाय चाहिँ काठमाडौँको गोकर्ण ढाका कपडाहरू उत्पादन हुन्छ। कसरी आइपुग्नु भयो ताप्लेजुङदेखि काठमाडौँसम्म तपाईँ? मेरो 14 वर्षमा बिहे भयो, एउटा बाल विवाह जस्तै। अनि 15-16 वर्षमा बच्चा जन्म्यो। 22 वर्षमा छोरी, 16 वर्षमा छोरा। बिहे भएपछि अलिकति दुःखको दिन सुरु भयो। परिवार बच्चाहरू सबै आफैले हेर्नुपर्ने भयो। त्यसले गर्दाखेरि म चाहिँ अब ताप्लेजुङ एकदम हाम्रो विकट ठाउँ छ। त्यतिखेर स्कुलहरू थिएन, हस्पिटलहरू थिएन। त्यस पछाडि म मोरङ झरेँ। मोरङमा सानो व्यवसाय गरेँ, बच्चाहरू हुर्काउने पनि मेरै। त्यतिखेरदेखि ढाका सुरु गर्नु? होइन, त्यतिखेर चाहिँ मैले अरू नै व्यवसाय गर्थेँ। यसो दाल चामल, किराना पसलहरू जस्तो। सासूलाई पनि मैले नै पाल्नुपर्ने भयो। धेरै मलाई आर्थिक अवस्था पनि कमजोर भयो होइन। अब सहयोग पनि काहीँ भएन। मैले एउटा महिला सहकारी संस्थाबाट 15,000 ऋण काटेर सुरु गरेँ। तपाईँ आफै तान बुनेर लुगा बनाउनु? हजुर, बुन्थेँ। अनि त्यहाँबाट एउटाबाट दुईटा, दुईटाबाट तीनटा गरेर अनि त्यहाँबाट चाहिँ मैले साथीहरू राख्न थालेँ। दिन रात खटेँ। एक्लै हुनुहुन्थ्यो? एक्लैले। अनि यो चाहिँ 2062 सालदेखि चाहिँ मैले ढाकालाई यसलाई चाहिँ अँगालेँ। त्योभन्दा अगाडि चाहिँ मैले धेरै व्यवसायहरू गरेँ। सानो फर्निचरहरू चलाएँ होइन, धेरै काम गरेँ। अब खासाबाट जुत्ता ज्याकेट ल्याएर पनि बेचेँ। यही पुलचोकमा मैले ठाउँ ठाउँमा राखेर बेचेको। त्यो एक्लैको सङ्घर्षले चल अचल चाहिँ सबै गरेर 3 करोड 30 लाख योपालि एड गरेको छ होइन। कतिमा सुरु गर्नु भएको? मैले 15,000 ऋण काटेरै सुरु गरेको हो। त्यो चाहिँ सुरुमा तपाईँ एक्लै हुनुहुन्थ्यो? म एक्लै नै हो, सुरुमा पनि अहिले पनि। तर मेरो बच्चाहरू पढेर अब यिनीहरू बाहिर पनि गयो। सुरुमा त्यो तान बुन्न बस्दा एक्लै बुन्नुहुन्थ्यो होला। आजकल कतिजना हुनुहुन्छ तपाईँ सँगसँगै तान बुन्नेहरू? म एक्लै बसेर बुन्थेँ। अहिले चाहिँ मेरोमा सबै गरेर 150 जना काम गर्नुहुन्छ। आफ्नै जीवनलाई फर्केर हेर्दा कस्तो लाग्छ तपाईँलाई? कहिले कहिले फर्केर हेर्नु पनि भ्याउँदिनँ काम। किनभने अब सुकेको घाउलाई नकोट्याउनु भन्छन्। मैले जे गरेँ ठिक गरेछु। खुसी चाहिँ केले दिन्छ कल्पनाजी? मेरो कम्पनीमा जति पनि होइन मैले गरिदिएको छु। जति अब 150 जनाको अहिले घर जो टरेको छ, बच्चा पढाउनुलाई पुगेको छ भने चाहिँ त्यो हेरेर चाहिँ फर्केर हेर्दाखेरि म खुसी हुन्छु।